दशैं पछाडिको पहिलो आइपिओ भन्ने हैन त गाइज। नेपालमा फेरि नयाँ आइपिओ आएको छ। नेपालको कृषि क्षेत्रलाई आधुनिक बनाउने लक्ष्यसहित काम गर्दै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले अब आफ्नै शेयर बजारको यात्रा सुरु गर्दैछ। कम्पनीले आश्विन 26 गतेदेखि अर्थात् भोलिदेखि अक्टोबर 12, 2025 देखि सर्वसाधारणको लागि आइपिओ खुला गर्दैछ, जसको प्रति शेयर मूल्य रु 100 राखिएको छ। यो कम्पनीको इस्यु म्यानेजर नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड हो। श्रीनगर एग्रिटेकको सुरुवात करिब 2 दशक अघि भएको हो। कम्पनीको मुख्य कार्यालय सिद्धार्थनगर रूपन्देहीमा छ र यसले कृषि क्षेत्रमा धेरै काम गर्दै आएको छ, जस्तै इम्प्रुभड सिड उत्पादन, पशुपालनको लागि फिड फर्टिलाइजर, नर्सरी, पोल्ट्री र टेक्निकल एग्रो ट्रेनिङ जस्ता सेवा यो कम्पनीले दिँदै आएको छ। कम्पनीले किसान र बजारलाई जोड्ने काम गर्दै आएको छ र यसको उद्देश्य पनि नेपाललाई सेल्फ सफिसिएन्ट एग्रो नेसन बनाउने हो। आइपिओ पछि कम्पनीको कुल पेडअप क्यापिटल 1.63 अर्ब पुग्नेछ। अहिलेको फाइनेन्सियल पोजिसन हेर्दा कम्पनीको पर्फर्मेन्स स्टेडी देखिएको छ र एग्रो बेस्ड कम्पनी भएको कारण फ्युचरमा ग्रोथ भने राम्रो सम्भावना रहेको छ। साधारण लगानीकर्ताको लागि यो एकदम सहज अवसर हो। मिनिमम तपाईले 10 कितादेखि म्याक्सिमम 10,000 कितासम्म अप्लाई गर्न सक्नुहुनेछ। आइपिओ आश्विन 30 गतेसम्म खुला रहनेछ। अब कुरा गरौँ सम्भावित मूल्यको। बजारको डिमान्ड हेर्दा श्रीनगर एग्रिटेकको लिस्टिङ प्राइस लगभग 250 देखि 350 को आसपास खुल्ने अनुमान गरिएको छ, तर डिमान्ड बढेमा यो अझ माथि पनि जान सक्छ। कृषि क्षेत्र नेपालको ब्याकबोन हो र श्रीनगर एग्रिटेक जस्तो कम्पनीले मोडर्न टेक्नोलोजी र ग्रिन इकोनोमीलाई जोड्दै आएको छ। त्यसैले सर्ट टर्म भन्दा पनि लङ टर्म इन्भेस्टरको लागि यो राम्रो अपर्च्युनिटी हुन सक्छ। यो आइपिओ भर्न तपाईले छुटाउनु भएन।